हेलो गाइस वेलकम ब्याक टु माई न्यू रेसिपी च्यानल। अनि त्यसरी हजुर सबैजनालाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना। यहाँ चाहिँ आज मम्मीले खुवाउने भनेर आलु चप अलिकति गुलियो मात्रै खाएर भएन नि त। अनि त्यसको लागि यहाँ नुनिलो हुन लागि आलु चप ल्याएको थिएँ। अनि यो केक ल्याएको थिएँ होइन, यहाँ गोला अनि लड्डु पेडा ल्याएको थिएँ। अनि यो भाइले के भन्छ कचौडी अनि टक्कसँग राखेर म्यागी थियो टक्कसँगले पकाएको। अनि चिकन पकाउनु पर्यो भनेर मैले आलुलाई राम्रोसँगले प्याजहरू काटेर मसला पिनेर आलुसालुहरू काटेर अनि चिकन बनाउनुतिर अनि तेल ताते पछाडि चाहिँ मैले यसमा प्याज हाल्दिएँ। प्याज हालेर राम्रोसँगले प्याज रातो भएर भुटेको भए पछाडि चाहिँ मसलालाई पनि त्यही हालिदिएँ। अनि मसला हालिदिएपछि चाहिँ मसला चाहिँ रातो भयो। रातो भइसके पछाडि मैले यहाँ चिकन हालिदिएँ। चिकन हालेर स्वादअनुसार नमक हल्दी त्यस पछाडि चिकन मसला जिरा मसला हालेर राम्रोसँगले चलाए पछाडि यसलाई यतिकै ढाकेर 4-5 पल्ट फ्राई गरेपछि चाहिँ रस हालिदिन्छु होइन। रस हालिदिएर अनि टक्कसँग रेडी हुँदै गर्छ। उतापट्टि हामीले रोटी पनि बनाउन आँटेको थियो। त्यो लागि रोटी बनाउन लागि आँटा गुडेर डल्लासल्ला पारेँ। त्यति बेलासम्म मेरो यहाँ चिकनमा रस लगाएको पनि मिठो भइसकेको थियो होइन। यहाँ हेर्न सक्नुहुन्छ हजुरले कति मिठो पाराको चिकन। त्यस पछाडि यहाँ रोटी पनि पाक्दै थियो हेर्न सक्नुहुन्छ हजुरले। अनि चिल्ली ओयल बनाएको थिएँ अनि रोटी पनि पाकिसक्यो। अहिले चाहिँ लाइक कमेन्ट सब्सक्राइब बाई बाई।